हेलो हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा। मेरो च्यानललाई सब्सक्राइब गर्ने धेरै त हुनुहुन्न, तैपनि जतिले गर्नुभएको छ उहाँहरूलाई धेरै माया। आज चाहिँ म छोटो भिडियो बनाउन गइरहेको छु। भिडियो के को बारेमा बनाउन गइरहेको छु भने आज हामी पोखरा पृथ्वीनारायण क्याम्पसका मास्टर्स 4th सेमका स्टुडेन्टद्वारा पिकनिक जाने कार्यक्रम छ। अनि आज जाँदैछौँ हामी कालाबाङ घदेरी भन्ने ठाउँमा जाँदैछौँ। 36 बजे क्याम्पस गेटमा भेट हुने सल्लाह छ हाम्रो। यति बेला 6:15 भएको छ। म जनातना सकी नसकी उठेर अलिअलि सत्याङ पत्याङ गरेर निस्किरहेछु। बाँकी के कस्तो हुन्छ रमाइलो म भिडियोमा देखाउने छु, हेर्दै गर्नु होला है त। फाइनल्ली हामी गाडीमा बसिसक्यौँ, खाली छ, साथीहरू आउँदै हुनुहुन्छ कि वाचिङ। फाइनल्ली हिँड्यो है हामी गाइजहरू, साथीहरू नाच्दै जानु परायो। अन द वे छौँ है हामी चाहिँ गाइजहरू, जाँदैछौँ पिकनिक स्पोटतिर। यस्तो रमाइलो गरिरहेको छौँ भित्र साथीहरू। मौसम पनि एकदम खुलेको, एकदम राम्रो छ। आज चाहिँ बब्बाल हुने भयो। हामी बाटोमा जाँदैछौँ। तिनीहरू त देखिँदैन नि त। हिमालका साथमा यात्रा गर्दैछौँ हामी उकालो चढ्दैछौँ, पिकनिक स्पोटतिर जाँदैछौँ। बाटोबाट यस्तो मजाको हिमालहरू दृश्यहरू देखिरहेको छ। पछाडि साथीहरू एकदम रमाइलो गरिराख्नु भएको छ, नाचिराख्नु भएको छ। आज बबालै हुनेवाला छ है त गाइज। ल चाहिँ हामी पिकनिक स्पोटमा गाडी अलि जान नसकेको अवस्थामा हिँड्दैछौँ है गाइज हामी। हेलो 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 प्रस्तुत गरे। हेलो हेलो गाइज, के हुँदैछ? रमाइलो भइरह? एकदम रमाइलो। धन्यवाद। र फाइनल्ली हामी पिकनिक स्पोट आइपुगेको अवस्था छ। एकदम राम्रो हिमाल देखिरहेछ। ल गाइजहरू आउँछ कि फाइनल्ली साथीहरू पिकनिक स्पोट आइसके पछाडि हाम्रो पिकनिकको पहिलो नाच सुरु गर्दै साथीहरू। फाइनल्ली पिकनिक स्पोटमा हामी पिकनिक स्पोटमा आइसक्यौँ र यो ब्यानर दिएर फोटो खिच्दै। ल हाम्रो पिकनिकको खाना चाहिँ चियाबाट सुरु भयो है त गाइज। हेर्दै गर्नु होला, हामीलाई रमाइलो हुन्छ आज। चियाको लत लत लागेको थियो, बल्ल पाइयो चिया। पिकनिकको खाजा है हाम्रो। खाजा खाने लाइन त्यहाँ हो गाइज। हामी चाहिँ यहाँ आएर खाँदैछौँ। ल पिकनिक स्पोटमा हाम्रो साथीहरूबाट नाच्ने कार्यक्रम भइरहेको छ। यस्तो राम्रो ठाउँ छ। हाम्रो केटा ग्रुप चाहिँ त्यता हुनुहुन्छ, त्यता आफ्नै भजन कीर्तनमा व्यस्त हुनुहुन्छ। कोही साथीहरू माथि जानुभयो। यस्तो राम्रो हिमाल, बब्बाल रमाइलो है गाइज, बब्बाल रमाइलो। यो चाहिँ म त चटक्का सिहारी यही बिहारी स पल्किन्छन् पिए। कडा कडा। ल एकदम बबाल डान्स हुँदैछ हाम्रो सेक्सन ए र डी का साथीहरूको। यो चाहिँ हाम्रो दोस्रो चरणको खाना। खाजा भने पनि खाना भने पनि यही हो। पिकनिकमा आएर नाच्दा नाच्दा थाकेर। ल ओइ मेरो त काँस भएकै नदेखेको रहेछ मेरो त। ल सुरु भयो है त गाइज। चिसो पनि छ। कता गयो? आज चाहिँ एकदमै धेरै दिनभरि नाचेकोले गर्दा यही हो। राम्रो ननाचे पनि म पनि नाचेँ यसो। जस रमाइलो भइरहेछ है म्युजिकल चेयरमा। हामी चाहिँ पहिलो राउन्डमै फालिदियो। साथीहरू चाहिँ रमाइराख्नु भएको छ। साथीहरूले भएको प्रतिभा देखाउने कार्यक्रम पनि थियो है। असीम सरले गीत गाउँदै हुनुहुन्छ।
उहाँ चाहिँ सुजा गुरुङ एकदमै मिठो गीत गाउने। चिरिएका नाङ्गा पाउ लिएर पनि कति जङ्गा तर्छिन् ढिकी जातो गरेर उनी। ल हाम्रो गैतोको कार्यक्रम सुरु हुँदैछ। हाम्रो एकजना दाइले सबैले हुटिङ गरौँ है। सुरुवात गर्दै हुनुहुन्छ। एकदम सबले रमाइलो आइदिएको छ भइरहेछ। मेरोसँग हामी है त ल। यस्तो रमाइलो गरिरहेछौँ हिमालको काखमा। यो साथीहरू पाइला बसिराख्नु नम्बर कसैले भएको छ। नदिने पहिला गैतो त्यहाँ छ। पाइला नाप्नु नदिने कसैलाई नि। हाम्रो दाइले सुरु गर्न गइरहनु भएको छ। ल जानुस् दाइ ल है ल। देखु क्या हो सिधै आउनु भएको त। आइटी दाइ आइटी दाइ आइदी दाइ आइदी दाइ आइदी दाइ आइदी दाइ हुटिङ सबैले कल्पे भनेर नानीहरूले अन्तिम चरणको भात खाँदैछन्। र फाइनल्ली हामीले पिकनिकमा यति बेला चाहिँ अन्तिम चरणको भात खाँदैछौँ। यो पुलाउ होइन। आज समग्र खाना मिठो थियो। दिन पनि रमाइलो भयो राम्रो भयो। यो हाम्रो अन्तिम खाना आजको लागि। नाच्नु त बाँकी छँदैछ। ल आजको पिकनिक कार्यक्रम चाहिँ यहीँ समापन भएको छ। हाम्रो घामको बिचमा सूर्य फोटो सेसनको हाम्रो कार्यक्रम भिडियो चाहिँ पनि बनाउन लगभग छुटेछ। सकिएको छ। त्यसको लागि लगभग हामी फर्किने एकदमै रमाइलो तर्खरमा भयो। छौँ। आज भव्य भयो घामहरू है। पनि डुबिसक्न लागेको छ। अब पोखरा झर्नु छ। सो हामी एकदमै रमाइलो भयो आज चाहिँ। एकदमै रमाइलो भयो। साथीहरू नाच्दै हुनुहुन्छ। लगभग यो अन्तिम चरणको नाच हो। ल फाइनली हामी पिकनिकबाट फर्किँदै अलि तल भएको हुँदा हामी हिँड्दै रमाइलो गर्दै फर्किरहेछौँ। रात पनि भइरहेको छ। अब हामी यहाँ त रमाइलो गरिराख्यो। अब गाडीमा रमाइलो हुनेवाला छ। हेर्दै गर्नु होला हाम्रो ब्लग। अलि क्यामेरा त्यस्तै छ राम्रो आएन होइन। साथीहरू जन्दिँदै गरेर हिँड्नु भयो। को देखेन सबैले हाई गर्नुभयो। इन्कलाब है यो चाहिँ हामी घर पुग्ने बेलामा रमाइलो गरेको फर्किँदै गर्दा गाडीमा एकदम रमाइलो गर्दै साथीहरू। गाउँदै रमाइलो गर्दै साथीहरू बिचमा झर्दै हुनुहुन्थ्यो। ल फाइनल्ली गाइज आज हाम्रो पिकनिकको यात्रा पृथ्वीनारायण क्याम्पस अगाडि आएर रोकिएको छ। सकिएको छ। बाई बाई सबैजनालाई। थ्याङ्क यू। अर्को भ्लगमा भेटौँला।